यतिकै सपना पुरा हुँदैन, मेहनत नगरिकन सपना कहिले पनि पुरा हुँदैन। ओछ्यानमा सुतेर कहाँ सपना पुरा हुन्छ त होइन, सङ्घर्ष गर्नुपर्छ। सङ्घर्षको बाटो सजिलो छैन, एकदमै गाह्रो हुन्छ। आफूले आफूलाई चाहिँ कसरी मोटिभेट गरेर लग्नुहुन्छ भन्ने कुरा तपाईँमा भर पर्छ, तपाईँले चाहिँ गर्नुपर्छ है। हामी यतिकै जन्मेर यतिकै मर्नलाई मात्र जन्मे होइन नि त, केही गर्नलाई जन्म्या हो। अनि सपना पुरा हुँदैन, तपाईँले केही गर्नु भएन भने चाहिँ सपना पुरा गर्नलाई धेरै सङ्घर्ष छ, सोचेको जस्तो छैन। लाइफ एकदमै स्ट्रगल छ, एकदमै स्ट्रगल छ। म पनि स्ट्रगल गर्दैछु, न खानाको ठेगान छ, न पानीको ठेगान छ, न सुताइ छ होइन। यत्रो मेहनत गरेर काम गर्यो तर पनि घर पैसा पठाउन सकिँदैन। 10 महिना भइसक्यो मैले घर पैसा नपठाएको, यहीँ तिर्दै ठिक्क भयो। यत्रो मेहनत गरेर केही नै पाएन। अनि त्यतिखेर चाहिँ लास्ट चाहिँ रिग्रेट लाग्दो रहेछ क्या, त्यतिखेर चाहिँ मन दुख्दो रहेछ। तर पनि के गर्नु, मन दुखाएर मात्र भएन, सङ्घर्ष नगरिकन हुँदैन रहेछ भन्ने कुरा बुझ्यो। सङ्घर्ष चाहिँ गर्दैछु, लेट चाहिँ कहाँसम्म पुगिन्छ। आफूले आफूलाई चाहिँ पुस गर्नुपर्छ र अगाडि बढ्नुपर्छ। सबजनाले गरिरहन् होइन, हामीले नि गर्नुपर्छ। आफूमा चाहिँ के कमी छ र जस्तो नि लाग्छ मलाई चाहिँ। खाली पेट हुन्छ, स्ट्रगल हुन्छ, थाकेको ज्यान हुन्छ, फ्रस्ट्रेट भएको दिमाग हुन्छ, तर सब कुरालाई कन्ट्रोल गर्नुपर्छ तपाईँले। त्यो कुरा चाहिँ तपाईँलाई सिकाउँछ पनि तपाईँको लाइफले, सबै कुराको बानी पर्छ। अनि म सुरुमा जापान आउँदाखेरि नाइट काम गर्दाखेरि मैले क्या बानी थिएन, कामसाम गरेको मान्छे थिएन। अनि यहाँ आएर नाइट काम गरेको, अनि काम गर्दा गर्दै हुन्छ नि राति यस्तो निन्द्रा लाग्ने कि यस्तो निन्द्रा लाग्ने होइन, उभिँदै निदाइदिने क्या म त। अनि त्यतिखेर चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि होइन, यसरी उभिरह होइन, यत्तिकै निदाएर झल्यास हुने क्या। अनि त्यतिखेर चाहिँ 5 मिनट बेडमा सुत्न पाएँ नि कस्तो आनन्द हुन्थ्यो होला जस्तो फिल हुन्थ्यो क्या। कसम भनेर आस्तै मजा आउँथ्यो होला जस्तो लाग्थ्यो क्या। अहिले नि लाग्छ, लाग्न त अहिले पनि निन्द्रा लाग्छ। उभिरहेको मान्छे निदाएर झल्यास हुने क्या। अनि कहिलेकाहीँ त त्यो यहाँनिर चाहिँ धाइसा भन्छ क्या, त्यो धाइसा लतार्नुपर्छ क्या, तान्नुपर्छ। त्यो तान्दै निदाइदिएर कता पुग्दिने क्या। अनि झस्याङ हुने क्या। त्यतिखेर चाहिँ लास्टै बिजोग लाग्छ, लास्टै नराम्रो लाग्छ। छ्या के को लागि यत्रो दुःख गर्दैछु म भन्ने टाइप पनि लाग्छ होइन। सपना यतिकै पुरा हुँदैन रहेछ। देखेको सपना पुरा गर्न धेरै सङ्घर्ष गर्नुपर्ने रहेछ भन्ने कुरा बुझ्छु म चाहिँ। मैले बुझिसकेँ सबै कुरा, अझै गर्दैछु, मेहनत गर्दैछु। हार मान्ने बेलामा छैन म, यो जर्नीलाई चाहिँ स्टप हुन दिन्न म। लेट्स सी कहाँसम्म पुगिन्छ, जहाँसम्म पुगिन्छ त्यहीँसम्म चाहिँ म लतार्छु नै स्ट्रगलले भरिएको लाइफलाई चाहिँ होइन। तपाईँहरूले पनि गर्नुपर्छ। यतिकै सुतेर चाहिँ सपना पुरा हुँदैन। केही बन्छु भनेर सोच्नु भएको छ भने